नमस्ते, जय गोर्खा। मैले एथलेटिक ट्र्याक्स हुनुपर्छ एथलिट्सहरूलाई, कुद्नेहरूलाई भनेको कारण चाहिँ के हो आज म भन्दैछु। जति पनि बिहान सानोदेखि लिएर बुढोसम्म कुद्दै गरेको देख्छु रोडमा। 4:30-5 बजी म बिहान ग्राउन्ड जाँदै गरेको देख्दाखेरि र तपाईँहरूको लाइफ छैन। तपाईँ सोध्नुहोस् कसैलाई पनि, रोडमा कुदेर हार्ड सर्फेसमा कुदेर तपाईँहरू आफ्नो करियरलाई लामोसम्म कुद्नु सक्नु हुँदैन। र कारण तपाईको नी घोडाको इन्जुरी हुने हाई चान्सेस हुन्छ, कमरको र एडी एङ्कल जुन चाहिँ भन्छ एङ्कलको इन्जुरी हुने हाई चान्सेस हुन्छ रोडमा कुद्यो भने। वेयर एज तपाईँ ग्राउन्डमा कुद्नुहोस्, एथलेटिक ट्र्याक्समा कुद्नुहोस्, तपाईँले 10 साल कुद्नु छ भने 10 सालै तपाईँले कुद्नु सक्नुहुन्छ, करियर बनाउनु सक्नुहुन्छ। तर रोडमा तपाईँको लामो छैन। म कोसिस गर्नुहोस् तपाईँले आफूलाई कि रोडमा नकुद्ने, ग्राउन्डतिर कुद्ने। 2 खेप हप्तामा कुद्नु सक्नुहुन्छ रोडमा, तर ग्राउन्डमा म्याक्सिमम टाइम कुद्नुहोस्, तपाईँको करियर लामो जान्छ। ह्याभ अ ग्रेट डे।